यहाँ पनि छ है एउटा अनि यहाँ पनि छ पक्नु यहाँ पनि रहेछ है यहाँ पनि छ एउटा कता छ यहाँ पनि रहेछ एउटा अनि यहाँ पनि छ है यहाँ पनि होला सायद यहाँ पनि रहेछ भित्र पस्नु खोज्दैछ देख पाउन म उता उता लगेर पनि देखाइदिन्छु है भागिरहेछ हो ढ्यापु ठाडो बनाएर भागिरहेछ हो अरे यिनीहरूलाई के गर्नु यार मार्यो भने पाप लाग्छ त्यही भएर के गर्नु के यहाँ पनि छ एउटा यतापट्टि पनि होला टन्नै त्यस्तो पाप काम गरिँदैन नि त हामी फेरि हैन यो तामाङको छोरा हो पाप काम गरिँदैन नि त गङ्गटा छ नि त हैन लास्टै यहाँ पनि रहेछ बच्चा के खाइरहेछ त्यसले गम कि गम खाइरहेछ हैन लास्टै के यतातिर त लास्टै पाउँछ अब यो चिसो जग्गा भएर चिसो ठाउँ भएर होला क्या सायद लास्टै पाउँछ क्या झन् उता माथि माथि गयो भने त लास्टै पाउँछ पाउन यो माथि माथि जाउँ न यो पनि एउटा झाडीमा लुक्दैछ देख्यो त्यहाँ पनि छ एउटा टन्नै छ क्या गङ्गटा त यार के गर्नु हो जतिसुकै ठुलो पानी आए पनि यो गङ्गटा बगाएर लानु सकेन हौ पानीले यता यता आउनुपर्छ टन्नै हुन्छ क्या देख्यो यहाँ पनि रहेछ एउटा यहाँ पनि छ भित्र पस्दैछ हो राति आउनुपर्छ अरे बाफ रे बाफ थोरै हुँदैन यार यतातिर अछिमा असल यतातिर त टर्साउँछ भन्थ्यो यार एक्लै चाहिँ राति उदय हिँड्नु पनि हुँदैन यतातिर होइन यहाँ फेरि यहाँ मास्तिर च्यानघारी नै च्यानघारी छ फेरि मासलाई डरले गएन फेरि यार टेन्सन खोल्ची बाटो छ नि त यहाँ पनि देख्न सक्नुहुन्छ यसलाई म च्याप पक्रिन्छु ल पहिला टोक्यो यार भाग्यो मासलाई यहाँ पनि छ यतातिर पनि छ होइन एउटालाई पक्रिन्छु ल कस्तो हुँदो रहेछ ल चिस्का खोल यत्रो ढ्यापु हुन्छ है यसको चाहिँ ढ्यापुमा पक्रेन भने यसले टोक्छ है छोडिदिएको एउटालाई अर्कोलाई पक्रिउँ न कस्तो रहेछ यो चाहिँ तथामा चिक्स टोक्यो झन्डेले त मुते उम्काइदिन्छ नि फेरि टोकेर त यत्रो गरेर बसेको छ यार टोक्छस् मलाई काकालाई टोक्छस् हेर्नु यत्रो दाँत हुन्छ है यसले टोक्यो भने फेरि आन्द्र बुढी यसले टोक्यो भने के हुन्छ लास्टै दुख्छ यतातिर पनि छ लास्टै छ क्या यतातिर त के गर्नु हो यसलाई यसको पनि ज्यानै हो हैन टोक्यो भने लास्टै दुख्छ क्या अरे रडिङ हान्दैछ दुईटालाई जुदाइदिउँ न कस्तो हुँदो रहेछ जुत टोक क्राप टोक नछोड खाइदे साथीलाई चाहिँ खाँदैन रहेछ फेरि यसले म्यासलाई बाक दुइटै अरे बाक त पनि उतै जा भाग न म्यासले भोसडीहरू छोडिदिएको आज यिनीहरूलाई